तिम्रो त कति धेरै चोट रहेछ बस एकछिन कोठामा बस हट्नु नमस्ते गुरुजी ओहो तिमी त कति ठुलो भएछौ अब तिम्रो बिहे गर्ने बेला भयो कि तिमी सूर्य भगवानसँग बिहा गर्न चाहन्छौ नाइ म त जान उहाँसँग बिहा गर्न किनभने उहाँ त धेरै तातो हुनुहुन्छ अनि उहाँ मलाई कसरी पार्न सक्नुहुन्छ त त्यसो भए एकछिन सूर्य भगवानसँग बोल्नु जाऊँ न त हुन्छ बुबा परिक्रमा गर्दै नमस्ते सूर्य भगवान नमस्ते हजुरभन्दा शक्तिशाली मेरो छोरीको लागि को होला बादलभन्दा शक्तिशाली छ र बादलले मलाई छोपेर हराउन सक्छ असानीले बादलले मलाई जहिले पनि हराउन सक्छ त्यसैले त तपाईँ बादल भएकै जानुहोस् धन्यवाद आसमान हो कि के हो जस्तो लाग्यो घाम त कि तिमी बादलसँग बिहा गर्न चाहन्छौ नाइ म त चाहन्न उहाँसँग बिहा गर्न उहाँ कति गरमको हुनुहुन्छ अनि घाम पनि बदल्नुहुन्छ तब म कहाँ त्यस्तोसँग बिहा गर्छु त एकछिन बादलसँग बोल्नु जाऊँ न त हुन्छ बुबा नमस्ते 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 हजुरभन्दा शक्तिशाली मेरो छोरीको लागि को होला मभन्दा शक्तिशाली हावा हुन्छ मलाई त टाढा टाढा उडाइदिन्छ अनि हजुर उहाँसँग बोल्नुहोस् धन्यवाद कि तिमी हावासँग बिहा गर्नु चाहन्छौ नाइ बुबा म त चाहन्न उहाँ त धेरै चिसो हुनुहुन्छ अनि उहाँ त सधैँ बाहिर जानुहुन्छ कहिले नि त भित्र आउनुहुन्न उहाँ त धेरै चिसो नि हुनुहुन्छ त्यसो भए एकछिन हावासँग बोल्न जाऊँ न त हुन्छ बुबा उड्दै आयो नमस्ते नमस्ते हजुरभन्दा शक्तिशाली मेरो छोरीको लागि को होला मभन्दा शक्तिशाली त पहाड छ पहाडले हामी हावालाई रोक्छ त्यही भएर हजुर पहाडसँग कुरा गर्नुहोस् धन्यवाद धन्यवाद पेड़ बनाता भन्ने खतरा भयो नि हावा बनाता
उहाँसँग बिहा गर्नु चाहन्छु। नाइ बुबा, म त जान्न उहाँसँग बिहा गर्न। उहाँ त आफ्नै ठाउँमा बस्नुहुन्छ सधैँ। अनि उहाँ त धेरै गरुङ्गो हुनुहुन्छ, ठुलो पनि हुनुहुन्छ। त म कहाँ त्यस्तोसँग बिहा गर्छु त बुबा? त्यसो भए एकछिन पाहाडसँग बोल्नु जाऊँ न त। हुन्छ बुबा। नमस्ते। नमस्ते। हजुरभन्दा शक्तिशाली मेरो छोरीको लागि को होला? मभन्दा शक्तिशाली त मुसा हो। मुसाले त हामीलाई दुलो बनाउन सक्छ। के तिमी मुसासँग बिहा गर्न चाहन्छौ? चाहन्छु बुबा, किन भने म चाहन्छु उहाँसँग बिहा गर्न। के हजुर मुसालाई बोलाउन सक्नुहुन्छ? तपाईँहरू यही बस्नुहोस्, म मुसाको राजालाई बोलाउँछु। राजालाई बोलाइदिनु। अँ। त नि ए आरुष रहेछ कि हेर्नुहोस् त। ए होइन होइन, आरुष त कल्चरल ड्रेस नै लगाएको। नमस्ते। नमस्ते। के हजुर मेरो छोरीसँग बिहा गर्न चाहन्छु? हुन्छ। ल हेरौँ। आँखै देख्नै क्या कि मुसाले त।